लोग्नेलाई हात हाल्छिस भामिनी रौरव नर्कमा जा अनि हातमा चाहिँ लात पनि हाल्छु म तेरो पाउने बुढी हैन म बुढी त होस् नि लोग्नेको इच्छा बुझ्नु पर्दैन भर्खरै आएको मनसारा नेपाली मुभी तपाईँ पनि हेर्न चाहनुहुन्छ भने कसरी हेर्ने भन्ने बारेमा आजको यो भिडियो रहेको छ। तपाईले यो मुभी हेर्नको लागि चाहिँ तपाईले सबभन्दा सुरुमा चाहिँ सिनेमा घर भन्ने एपबाट तपाईले हेर्न सक्नुहुनेछ। यो एपलाई कसरी हामीले युज गर्ने, कसरी आइडी बनाउने र हामीले फ्रीमा हेर्नको लागि चाहिँ 200 कोइन हामीसँग हुनुपर्छ। 200 कोइन हामीले एड हेरेर प्राप्त गर्न सकिन्छ। एकदमै सजिलो रहेको छ। अब हामीले मनसारा नेपाली मुभी हेर्नको लागि चाहिँ तपाईले यो एपलाई ओपन गर्नु होला र ओपन गरिसकेपछि तपाईले नेपाली नयाँ मुभीहरु तपाईले हेर्न सक्नुहुनेछ। मैले यो एपबाट कसरी नयाँ नेपाली मुभीहरु हेर्न सकिन्छ मैले धेरै भिडियोहरु बनाइसकेको छु र अहिले भर्खरै नयाँ नेपाली मनसारा मुभी आइसकेको छ। अब तपाईले यो मुभी हेर्नको लागि चाहिँ तपाईले यसमा टच गर्नु होला र टच गरिसकेपछि तपाईले देख्न सक्नुहुनेछ हामीले चाहिँ फ्रीमा हेर्न सक्छौं। यदि हामीसँग 200 सिने कोइन छ भने सिने कोइन हामीले जम्मा गर्न एकदमै सजिलो छ। तपाईले केही समयमै तपाईले 200 सिने कोइन तपाईले जम्मा गर्न सक्नुहुनेछ। यदि तपाई चाहिँ म पैसा तिरेर हेर्छु भन्नुहुन्छ नि तपाईले 200 रुपैयाँ पे गरेर पनि यो मुभी तपाईले हेर्न सक्नुहुनेछ। अब यो मुभी तपाईले चाहिँ डाउनलोड गरेर पनि हेर्न सक्नुहुनेछ अथवा तपाईले अनलाइनबाट पनि हैन प्ले गरेर हेर्न सक्नुहुनेछ। अब तपाईले चाहिँ फ्रीमा हेर्नको लागि तपाईले यो फ्री भन्ने अप्सनमा टच गर्नु होला र फ्री भन्ने अप्सनमा तपाईले टच गरिसकेपछि तपाईले कन्फर्ममा टच गर्नु होला र कन्फर्ममा टच गरिसकेपछि तपाईसँग 4 वटा डिजिट रहेको पिन हुन्छ। त्यो पिन तपाईले चाहिँ लाउनु पर्ने हुन्छ। म आफ्नो पिन लगाउने छु र तपाईले पिन लगाइसकेपछि तपाईले प्रोसिडमा टच गर्नु होला र प्रोसिडमा टच गरिसकेपछि सक्सेस भन्ने हामीले पाउन सक्छौं। तपाईले ओकेमा टच गर्नु होला र ओकेमा टच गरिसकेपछि तपाईले प्ले कन्टेन्ट भनेर भनेको छ। तपाईले अहिले प्ले गरेर पनि हेर्न सक्नुहुनेछ अर्थात् तपाईले चाहिँ डाउनलोड गरेर पनि हेर्न सक्नुहुनेछ। सजिलो भनेको डाउनलोड गरेर हामीले अफलाइनबाट पनि हेर्न सक्छौं र तपाईले डाउनलोड गर्नको लागि चाहिँ डाउनलोडमा टच गर्नु होला र टच गरिसकेपछि तपाईले मुभीको साइज तपाईले सिलेक्ट गर्न सक्नुहुनेछ। म चाहिँ यसमा टिक गर्नेछु र टिक गरिसकेपछि तपाईले ओकेमा टच गर्नु होला र हामीले टच गरिसकेपछि यो मुभी हाम्रो डाउनलोड भइरहेको छ र डाउनलोड भइसकेपछि म तपाईलाई केही क्लिपहरु देखाउने छु। आफ्नो लोग्नेलाई हात हाल्छिस भामिनी रौरव नर्कमा जा अनि हातमा चाहिँ लात पनि हाल्छु म तेरो पाउने बुढी हैन म बुढी त होस् नि लोग्नेको इच्छा बुझ्नु पर्दैन यसरी तपाईले मनसारा नेपाली मुभी तपाईले हेर्न सक्नुहुनेछ र यो मुभी मात्रै होइन नयाँ नेपाली मुभीहरु जुन चाहिँ युट्युबमा आएको छैन त्यस्ता मुभीहरु तपाईले चाहिँ हेर्न सक्नुहुनेछ। सो आजको जानकारी कस्तो लाग्यो, भिडियो राम्रो लाग्यो भने लाइक गरिदिनु होला। आजको लागि यति नै। अवस्त बाइ बाइ।